झोला चेन्ज गर्नु लोकसेवा पढ्दा कति परेको लोकसेवा पढ्दाखेरि किन्दाखेरि 300 तपाईँले 300 मागेको उसले कति भन्यो 500 कहाँ किनेको र भिरकुट मण्डप भिरकुटी मण्डपको झोला गुल्मी जिल्लामा पुग्यो त्यो पनि कति 2 वर्ष भयो कति वर्ष भयो तपाईँले किनेको रे 3-4 वर्ष 3 वर्ष हेर्नु यस्तो जङ्गल छ हामी के को लागि आएको रे सर्वे गर्न आएको त्यही त मैले अघि नै भनेको थिएँ अर्कोचोटि आउँदाखेरि यो ग्राउन्ड छ नि पुरानो मण्डपमा तल छ र के त्योचोटि म यहाँबाट कालीकाफल लिएर गएको थिएँ यार बुढा कालीकाफल लिएर गएको थिएँ कालीकाफलको बोक्रा ल अब हामी कहाँ पुग्यो रोडमा बुढा सुन्नु यो रोड छ नि यो रोडको सर्वे गरेर मैले बनाएको हो है यो सर रोडको इन्जिनियर चाहिँ म हो फेरि अनि यसरी घुमाउनुपर्छ यताबाट टर्निङ हानेको नि त हामी गएको थियौँ नि हो त्यही बाटो रोड लाने उता सत्यावती जोड्नलाई चाहिँ नजिक पर्छ भनेको हामीले होइन पछि त्यहाँ अलिकति घुम्ती काट त मिलेन घुम्ती काट्नु मिलेन पछि रोड नमिलेपछि बल्ल यताबाट घुमाएको के एक दिन 1 घन्टा 2 घन्टा भइहाल्छ नि दिन लाग्दैन होइन नि पहिला सर्वे गर्ने सर्वे गरिसकेपछि बल्ल खन्न थाल्ने धन्न बाइक त ठिकै रहेछ त्यहाँ हेलमेट रहेछ हेलमेट देखिएपछि बाइक त होला भन्ने भयो अब तपाईँको बाइक या त्यो स्टार्ट हुन्छ कि हुँदैन स्टार्ट कालीकाफल पनि यतैबाट आएको यस्तो यो ठाउँमा छ नि मैले अघि भनेको यस्तो भित्र जाऊँ भने हो कि खासमा